दर्शन नमस्ते। जति पनि मेरो मूलघर अफिसियल च्यानल हेरेर बस्नुहुने सम्पूर्ण इष्टमित्रहरूमा, दाजुभाइ दिदीबहिनीहरूमा एकमुष्टि नमस्कार। यो हाम्रो थामडाँडा बन्दीपुर 5 थामडाँडा बन्दीपुर गाउँपालिकाको सबैभन्दा आल्को डाँडा यही हो हाम्रो। तपाईहरुको कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला। यहाँबाट मनसुली हिमाल चाहिँ बराबर देखिन्छ। अब हाम्रो यहाँ के छ भन्ने कुरा म तपाईहरुलाई देखाउँदै छु। यो हिजो हाम्रोको पुर्खाले युज गर्ने खोपेल्टो ढुङ्गा हो। यो ढिकीको ढुङ्गा हो। यो चाहिँ हामीले वाल लाएको पछि पहिलाको घरको वाल चाहिँ यो बाहिरको पेटी थियो। अलिकति सानो बनायो हामीले 11x11 को बनाछु घर चाहिँ। यता चाहिँ तपाईको कुखुराले पानी खाने खोपेल्टो गाउँघरमा तपाईहरु गाउँघरमा हुन्थेन पहिला हाम्रोमा यस्तो ढुङ्गामा खोपेल्टो बनाउँथ्यो। अनि यो चाहिँ वाल भयो। तपाईको छिम्केश्वरी यता घाम उदाउनेतिर चाहिँ छिम्केश्वरी, यता चाहिँ छिम्केश्वरी। पहिलाको वाल चाहिँ यसरी थियो। यहाँ यो पहिलाको वालको निशाना हो। यो गोलो घर थियो, एकदमै ठुलो घर थियो पहिला। हाम्रो अलिकति सानो बना हामीले। अनि तपाईको यता मुनि चाहिँ झारगाउँ, अनि यता पछाडी चाहिँ जालवान्ज्याङ हो। त्यो चाहिँ गढी है, त्यो रामडाँडा गढी भन्ने डेढागाउँ माथिको रामडाँडा गढी भन्ने थियो। 24 राज्यको ऊ त्यो गढी जालवान्ज्याङ हो त्यो। अनि यता चाहिँ जालवान्ज्याङ चाहिँ आज अलिक क्लियर देखिएन। तपाईको यता माथितिर चाहिँ छिम्केश्वरी जाने बाटो। तपाईको यहाँ हाम्रो ढिकिया कोदो पिन्ने यताको मकै पिन्ने चाहिँ आँखी जाल हाम्रो 3x3 को आँखी जाल छ। अनि यो चाहिँ मकै जाँतो, त्यो चाहिँ कोदो जाँतो। यो हाम्रो जाँतोहरू चाहिँ नजिकै छ। यसरी राख्दैछु अहिले सारेर। तपाईको यो मौरी घार गाउँघरमा चाहिँ कपडा झुन्डाउने यस्तो हुन्थ्यो। चाहिँ हामी काम गर्दा लाउने कपडा हो। यहाँ चाहिँ हामीले पानी थापेर राखेको बर्खाको। यहाँ चाहिँ जाडो छ एकदमै। आगो ताप्नु मुडाको, कुरा सुन्नु बुढाको भन्ने उखानै छ। यता मुनि चाहिँ झारगाउँ हाम्रो। झारगाउँ यी मौरी घार यहाँ नि तयार गर्दैछु। अलिकति भएर नबस्यो तपाईहरु बस्नको लागि यस्तो ठ्याक्क गर्दैछु हामीले। तपाईहरुलाई बनाइदिन्छु। अनि लालु पाती लौग्यो भुइँतिर, चिलाउ माया मैतिर, चिलाउ उइतिर, निरा नलाउ दुईतिर भन्ने यो गाइस साथीहरु, दाजुभाइ दिदीबहिनीहरु, लालुपति यो चाहिँ बस्नलाई टुल मुडा अर्गानिक। यो चाहिँ फुल हो। तपाईहरुलाई भोलि पर्सि वैशाख जेठमा फुल्छ। यो तपाईहरुलाई देखाउने छु। यता चाहिँ हामी आजै संरचनाहरू बनाउनलाई ढुङ्गा ल्याएर रेडी गरेछु। यो चाहिँ ढिकी हाम्रो ढिकी घर। यहाँ ढिकी घर चाहिँ यहाँ ढिकीको घर यहाँ बनाएको छु। चाहिँ तपाईहरुको यो तलको ढिकी चाहिँ हाम्रो बाउबाजेको पालामै हुने ढिकी हो।
पहिल्यैदेखि थियो हाम्रो यो ढिकी, हामीले पछि बनाएको हो। तलको चाहिँ हाम्रो तपाईँहरूलाई ढिकी कुद्न आउँछ कि आउँदैन, यसरी ढिकी कुद्ने। अनि यता चाहिँ नि इष्टमित्रहरू दाजुभाइहरू आएर आराम गर्ने, घाम पानी हुँदाखेरि आराम गर्नलाई हामीले चाहिँ यहाँ बनाउँदैछु। अझै नि बनाउनै बाँकी छ, सम्पन्न हुनै बाँकी छ। यस्तो छ हाम्रो यहाँ। यो चाहिँ नि टोयलेट, हाम्रो टोयलेट। यो त छैन नारायणघाट हो। आज अलिकति हुस्सु लगाएर यहाँ हामीले टोयलेटमा मात्रै ढुङ्गा माटो गाह्रो हालेर सिमेन्टी टिपकार गर्दैछु। यो चाहिँ नि तलको चाहिँ नि हामीले यहाँ मात्रै सिमेन्टी युज गरेको, अन्त चाहिँ हामीले सिमेन्टी बालुवा युज गरेको छैन। एकदमै अर्ग्यानिक घर हो। यो चाहिँ नि गोलो घर, हिजोको हाम्रो पुर्खाको गोलो घरको वाल हो यो। यहाँ चाहिँ नि घुमाउने घर थियो पहिला, यो चाहिँ नि घुमाउने घर हो। यो घुमाउने घरको वाल हो। यसलाई नि संरचना गर्ने बाँकी छ हामीले। तपाईँको यो हाम्रो मूल घर चाहिँ नि एकदमै अर्ग्यानिक ढुङ्गा र माटोको मात्रै हो यो। हामीले बजारे सिमेन्टी बालुवा खोलाको केही युज गरे छैन, सबै यही डाँडाको हो। काँटी र जस्ता बाहेक सबै यही डाँडाको हो। यो जति पनि पेँडियाहरू बनाएको, पेँडी बनाउँदाखेरि काटेको काठहरू नि सबै यहीँको हाम्रो, बाउबाजेको। यो चाहिँ पश्चिमतिरको आँखी झ्याल, 3x3 को झ्याल छ हाम्रो। त हाम्रो पुर्खाको अझै काम हुँदैछ यहाँ। माता पिता के चाहिन्छ त्यो सबै हामीले यहाँ उपलब्ध गराउँदैछु बिस्तारै बिस्तारै। हाम्रो पुर्खाको सामानहरू कतिपयले चिन्नुभयो होला, कतिपयले देख्नु भएको छैन होला यस्तो चिजहरू। यो चाहिँ नि हाम्रो हिजो बाउबाजेले हालेको चलाएको चिजहरू यिनीहरू। यो जति पनि माटोको भाँडाहरू छ ढुङ्गाको बनाएको, यो चाहिँ नि हाम्रो बाउबाजेले गरेको, हाम्रो बाउ र आमा बनाएर राखेको छु।